वेबसाइट इज फेक होइन। अब वेबसाइटको नाम छ मनी सेन्टर, जसमा चाहिँ तपाईँलाई यी फेक पेमेन्टहरू देखाउँछ है। तपाईँलाई के गर्छ भन्दाखेरि चाहिँ अब वाट्सएप नट कनेक्टेड भन्छ। भने जब चाहिँ यसमा कनेक्ट थिच्छु, कनेक्ट थिचिसकेपछि चाहिँ के हुन्छ त भन्दाखेरि यसरी नम्बर माग्छ। नम्बरमा एउटा ऱ्यान्डम दिन्छु किन भन्दाखेरि चाहिँ दिस इज स्क्याम होइन। सो मैले यो दिइसकेपछि चाहिँ के भन्छ भन्दाखेरि चाहिँ यसरी लिङ्क गर भनेपछि त यो भनेको त अब हामी पढे लेखेको मान्छेलाई थाहा हुन्छ नि त। हाम्रो वाट्सएपको एकदमै कन्ट्रोल चाहिँ उसमा जान्छ होइन, लिङ्क गर्ने बित्तिकै। अनि चाहिँ त्यसपछि चाहिँ यो कहिले पनि नगर्नु होला, दिस इज स्क्याम है। यसले चाहिँ हाम्रो वाट्सएपको कन्ट्रोल अब यस्तो यस्तो भने है। यो सेयर भने चाहिँ सेयर नगरे पनि के हुन्छ यसको फेक हो कि गर्छु मैले 40% म गरेको छैन, 40% देखाइराखेको छ। यो पनि फेक है, जम्मै फेक हो। 1 रुपियाँ पनि पैसा दिन्न। माथि घरिघरि पैसा जम्मा भएको नोटिफिकेसन आउँछ, देख्न सक्नुहुन्छ। एकछिन अगाडि आएको थियो, कतिखेर आउँछ हेरौँ है देख्नुभयो। सो यसको पछि नलाग्नु होला भन्दै आजको भिडियो यहीँ अन्त्य हुन्छ। धन्यवाद।